अब हाम्रो मासु पाकेर भ्याइसक्यो 2082 सुरु भइसक्यो माया पानको पात हेर तू त आगो लाऊ खै So what's up guys, welcome back to the new video, new day, new vlog मा हजुरलाई स्वागत छ। आई होप सबजना सन्चै आरामै हुन्छ म पनि सन्चै आरामै छु। तपाईहरु पनि सन्चै आरामै हुनु पर्यो, नत्र मेरो भिडियो हेर्ने अडियन्सै हुँदैन के। टक्क हुनु पर्यो है स्वस्थ अनि व्यस्त। टक्क आज नयाँ सालको सबैजनालाई मुरी शुभकामना छ है मेरो तर्फबाट। आज कहाँको के प्लिन छ टक्क कमेन्ट बक्समा गर्नु होला। हाम्रो त प्लिन फेरि सधैँ यही लोकेसन हो। टक्क ढाडा परि आउने, दाउरा काट्ने, मासु यत्किने ल्याउने। अहिले चाहिँ अलि थोरै छ कि मासु। गाउँको जक्सन हाम्रो चट्ट अहिले चाहिँ हामी दाउरा कलेक्सनको लागि आएको होइन। दाउरा चाहिँ मन्त्री भाइले हाम्रो ज्यान जोखिममा लागेर टिपिरहेको छ होइन। के छ मन्त्री भाइ हाल खुट्टा थरथरी कामिराछन् किने र जे उस केटाले गरिरहेको छ यिनी लन्ठ्यो हेर न यत्र डिग्न हेरेर बसेन्। म पनि कम त छैन है। अब कतादेखि बसाउ मासु नै रहेछ हामीले चाहिँ लिएर आएको। त्यो बास्ना फेरि यस्तो आउँछ सुन त केटा यसले मुख बिहारिदियो यार। तैँले खानुहोस् नि आज ले डाइले खानु नि होला केटा ठोकिदिउँ यसलाई यत्रो जङ्गललाई यत्रो तल लाग्यो खट्टा हानिदिन्छु मैले फेरि। टक्क विशालजीले चाहिँ आजको कुक होइन मेरो काम फेरि भिडियो बनाउने हजुरलाई देखाउने यति हो। अलिअलि चट्ट अहिले चाहिँ हाम्रो चिची पाक्दैछ होइन। अझै पाकेको त छैन। यो यसका मसलाहरू प्याजहरू अहिले भुटभाट गर्दैछु होइन। लिला छ को गाँठी लिला अब नभएपछि यत्राको मोड्ने अब यसैले भए पनि चलाउनु पऱ्यो लिला केटा अब यहाँ पक्क बस्यो म कति बासना आउँछ र कतिवटा खामला भनेर बस्यो तर म दिन्न। सुरुमा त यहाँ दियो त जस्तो मान्छे म खतक्क बसिरहेको छु मैले खानु पऱ्यो नि यत्रो मेहनत छ नि त। अहिले चाहिँ मङमङती बास्ना आइसक्यो होइन। होइन केटाहरूले दाउराले हाने टाउको फुटाल्दैन नि त खतरक्कै भयो नि त। म त फेरि थोरै मासु त माइन्ड नगर्ने तपाईँहरू फेरि यति थोरै मासु भिखारी भन्ने होइन। फेरि हामी जस्ट रमाइलोको लागि आएको बेला गाउँमा आएको बेला साथीभाइहरू रमाइलो गर्नुपर्छ भनेर आएको हो कि। यो मासु जाउँ कति खाइन्छ कति केटाहरू हेर तँ त आगो लाऊ खै केटाहरूलाई झुक्काएर यसो यता आगो लाऊ भनेर खान्छु भनेको गप्पै डरेर यहाँ विचित्रै भयो नि त। नगर्नु गरिहालेँ अब केटाहरू ठिक छ नि केटा एउटा पिस खाएर माइन्ड त गरिदिनु नि हो लिला के छ र मैले लाने एउटा चोक त खाएको होइन ल केही छैन। लास्ट हिसाब भिडियो बन्द हिसाब किताब हुन्छ हेर तू त आगो लाऊ हेर्दैन छोरे यार केटाहरूले त परेमा हेर्ने आगो लाऊ भन्ने त अब हाम्रो मासु पाकेर भ्याइसक्यो 2082 सुरु भइसक्यो माया पानको पात माया सरारा केटाहरू तिमीले जेमा खाने भने खाऊ। मैले चाहिँ यही कालो मान्छेले कालो कराईमा खाँदा सुहाउँछ कि धेरै यसमा भागता हुन्न है त्यसमा खानेलाई कालो मासु त चोक्टा गनेर हुन्छ नि हिसाब चोक्टै गर्ने मोर लास तेरा असक्ति चट्ट अहिले चाहिँ हाम्रो शिकार पनि रेडी भइसक्यो होइन खानाको लागि। अब भागभण्ड गरेर भ्याइसक्यो केटाहरूले यहाँ चाहिँ अर्ग्यानिक चम्च घिचेर भ्याइसक्यो कि थम्नेल के खिच्ने भनेको विचित्रै पारेँ। अब चाहिँ यही देशी जुगाडले कप्पी पारिदिन्छु अब है चिची कम्ता मिठो कुकु म्यानहरू यता खान् मिठाउने केटा कस्तो छ कसैले मारेको छन् मारिम तिमीलाई तिमीले मारेको हो र हामीले तिमीलाई किनेर लिएर आएको माया गरेको माया गरेर मुटुदेखि लिएर फोक्सोदेखि लिएर पेटमा हालेको यिनलाई कस्तो तिमी त मेरो परानो हो नि त्यही भएर मैले अप्पै पाएको सही कुरा गर है लिला छ तिम्रो नाम बढी हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको
दाइको गीतले मार्केट खायो है केटा मार्केट खायो हाम्रो गाउँमा नि चलपल आइसक्यो है घाँटी सुकिसक्यो कि यार बोल्दै बोल्दै तिमी हट भएर पढ भएर ब्युटी भएर भन्दै भन्दै यहाँ घाँटी सुकिसक्यो केटा हाम्रै तालमा छ नि यिनकै जिन्दगी रहेछ गाउँ हुदुमै नाच्यो अब घर जानु पनि पऱ्यो होइन घर पनि अहिले त बोको काटेको कि हाम्रो फेरि हाम्रो घरैकै हो चक्क चिची खानु पऱ्यो होइन टक्क जानुभन्दा पहिला चाहिँ एक गिलिन पाइन्छ होइन फेरि हामी संस्कारी हो नि त फेरि जथाभावी हालिनु दाउरा पनि यति छ न ट्याक्क लोकेसन खाडा गाउँ आएर लैजाने यति दाउरा हामी जम्मा गर्दै राख्दैछौँ अब चाहिँ टक्क लौ जा अब कहाँ आगो लाग्दो रहेछ यस्तो गर्नुपर्छ को भाइ केटाहरूले यहाँ आएर पनि छोडेनन् के घर जाने बाटोमा लाज लाग्दैन केटा जिन्दगी 2 दिनको हिजो 81मा सुतेर आज बयस यहाँ जागेको 2 दिनको जिन्दगी पुरा भयो त्यही पनि अझै एकैछिन बाँचेर हुन्छ त्यस कारणले मराउनु यिनको भुँडी नफुट्ने यत्रो खाए यत्रो नाचे अझै पनि मेरा विचित्रै गरेको गाउँ हल्ला